हाई एभ्रिवान, आज हामी चाहिँ डिफ्लेक्सन अफ बिमको हामी कन्जुगेट बिम मेथड डिस्कस गर्न जाँदैछौँ। सो हामीले डिफ्लेक्सन बिममा चाहिँ डिफ्लेक्सन निकाल्न धेरै मेथडहरू चाहिँ युज गरेका छौँ र हामी चाहिँ लास्टली आज हामी कन्जुगेट बिम मेथडमा चाहिँ जाँदैछौँ होइन। कन्जुगेट बिम मेथड भनेको एउटा हाम्रो कन्जुगेट बिम मेथड भनेको एउटा एडभान्स फर्म अफ मोमेन्ट एरिया मेथड पनि भन्ने गरिन्छ होइन। दिस मेथड क्यान बी डाइरेक्टली युज फर सिम्पली सपोर्टेड बिम एन्ड क्यान्टिलिभर बिम होइन। दुईटै टाइपको बिमको लागि युज हुने भयो र हाम्रो कन्जुगेट बिम इज फिक्टिसियस बिम विच सोज द काइनेमेटिक बिहेभियर अफ एक्चुअल बिम। हाम्रो कन्जुगेट बिम भनेको के भन्दाखेरि रियल बिमको चाहिँ काइनेमेटिक बिहेभियर सोज गर्छ क्या। यो के हो, कसरी गर्छ हामी र यसको प्रोसेस के हुन्छ भन्ने कुरा हामी एकछिनमा डिस्कस गर्छौँ। र त्यसपछि द प्रोसिड्योर अफ एनालाइसिस इन्भल्भ्स इन ड्रइङ द कन्जुगेट बिम फर्स्ट विच इज देन लोडेड बाई एम/ई/आई डायग्राम अफ द रियल बिम। फर्स्टमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि कन्जुगेट बिमको सल्भ गर्दाखेरि हामीले चाहिँ सुरुमा एम/ई/आई डायग्राम बनाउँछौँ। अनि पछि त्यो एम/ई/आई डायग्रामलाई चाहिँ हामीले कन्जुगेट बिममा चाहिँ लोड गराउँछौँ। कन्जुगेट बिम कसरी बन्छ, के कुराहरू चेन्ज गर्नुपर्छ, हाम्रो सपोर्ट कन्डिसन्सहरू हामी अहिले त्यो कुरा गर्छौँ। नाउ द सियर फोर्स एन्ड बेन्डिङ मोमेन्ट्स डेभलप ड्यु टु द लोडिङ इन द कन्जुगेट बिम करस्पोन्ड्स टु द स्लोप एन्ड डिफ्लेक्सन अफ द रियल बिम। जुन हामीले एम/ई/आई डायग्राम हाम्रो कन्जुगेट बिममा लोड गराइसकेका छौँ त्यसले गर्दा आउने सियर फोर्सले चाहिँ हाम्रो रियल बिमको चाहिँ के दिन्छ, रोटेसन दिन्छ। त्यो भनेको हाम्रो फर्स्ट थ्योरम 1ले भन्छ। र त्यही लोडिङले गर्दाखेरि एम/ई/आई डायग्रामको कन्जुगेट बिमको लोडिङले गर्दाखेरि हाम्रो आउने त्यो कन्जुगेट बिममा यदि हामीले कुनै पोइन्टमा हामीले मोमेन्ट क्यालकुलेट गऱ्यौँ भने हाम्रो त्यो मोमेन्टले के को भ्याल्यु दिन्छ, रियल बिममा हाम्रो डिफ्लेक्सनको भ्याल्यु दिन्छ। अहिले क्लियर नभए पनि अब हामी क्लियर हुन्छौँ। अब थ्योरम 1ले के भन्छ भन्दाखेरि द सियर एट एनी पोइन्ट अन द कन्जुगेट बिम। हाम्रो कन्जुगेट बिमको कुनै पनि पोइन्टमा सियर फोर्स निकाल्यो भने त्यसले चाहिँ हामीलाई के दिने भयो, हाम्रो के दिने भयो, रोटेसन थीटा दिने भयो। अनि त्यसपछि हाम्रो थ्योरम 2ले के भन्छ भन्दाखेरि द मोमेन्ट एट एनी पोइन्ट अन द कन्जुगेट बिम इज इक्वल टु द डिफ्लेक्सन। मोमेन्ट चाहिँ कन्जुगेट बिममा जुनै पोइन्टमा पनि निकाल्यो भने त्यसले चाहिँ हाम्रो के दिनुभयो, डिफ्लेक्सन दिनुभयो। कहाँको डिफ्लेक्सन दिनुभयो, करस्पोन्डिङ पोइन्ट अफ द रियल बिम। त्यही पोइन्ट नेरको जुन पोइन्टमा हामीले मोमेन्ट क्यालकुलेट गऱ्यौँ त्यही पोइन्ट नेरको चाहिँ के दिनुभयो, डिफ्लेक्सन दिनुभयो। थ्योरम 2ले त्यो भन्छ होइन। अब त्यसपछि हामीले अरू कुराहरू के बुझ्नुपर्छ है, रिलेसनसिप बिट्विन रियल बिम एन्ड कन्जुगेट बिम होइन। यो कुराहरू बुझ्नु पऱ्यो। अब यो कुराहरू चाहिँ बुझ्नु पऱ्यो है। अब हाम्रो यो कुराहरू बुझ्दाखेरि चाहिँ द स्पान अफ द रियल एन्ड द कन्जुगेट बिम आर इक्वल भनेको चाहिँ होइन। हाम्रो बिमको लेन्थ हुन्छ नि, लेन्थ भनेको चाहिँ हाम्रो इक्वल नै हुन्छ है। लेन्थ भनेको हाम्रो इक्वल नै हुन्छ, लेन्थमा हामीले केही पनि गर्न पाउँदैनौँ। द एम/ई/आई डायग्राम अफ रियल बिम बिकम्स द लोड अफ द कन्जुगेट बिम। के भनेको थिएँ मैले, एम/ई/आई डायग्राम बनाउँछौँ। जस्तै हाम्रो एउटा मैले सिम्पली सपोर्टेड बिम बनाउँछु है। यो चाहिँ हाम्रो के छ, यो चाहिँ हाम्रो रियल बिम छ है। रियल बिम छ, रियल बिमको चाहिँ यसमा चाहिँ हाम्रो के छ, यस्तो लोड लागिरहेको छ है। अब यसको हामीले मोमेन्ट डायग्राम बनाउँदाखेरि कस्तो हुनसक्छ भन्दाखेरि एउटा पोइन्ट लोड छ अनि पछि बिमलाई सेन्टरतिर गरेर अभियसली हाम्रो एम/ई/आई डायग्राम भनेको हाम्रो ट्रायङ्गुलर लोड ट्रायङ्गल नै बन्छ हाम्रो होइन। यसले चाहिँ हाम्रो ट्रायङ्गल एम/ई/आई डायग्राम बन्छ। अनि हो अब यो भनेको मोमेन्ट डायग्राम हो क्या, मोमेन्ट डायग्राम है। अनि पछि अब हामीले यो एम डायग्राम भयो है। अब एम/ई/आई भनेको के हो, एमलाई ई/आईले डिभाइड गरिदिने यत्तिकै होइन। अब एम/ई/आई भयो। अब यहाँ जति इन्टेन्सिटी आउँछ, जस्तै यहाँनिर एक्स किलो न्युटन मिटर आयो होला अरे होइन। अब त्यति आउँदाखेरि अब यो चाहिँ एक्स/ई/आई यहाँको इन्टेन्सिटी भयो होइन। इन्टेन्सिटी कसरी निकाल्ने भन्दाखेरि यो पी लोड छ अनि पछि यहाँनिर बिचमै लागेको छ भने p/2 अनि पछि यहाँ पनि बिचमा लागेको छ भने रियाक्सन p/2 आउँछ। अनि यहाँनिर मोमेन्ट निकालिदिने p/2 इन्टु यो लेन्थको आउनु भयो कि यहाँनिर इन्टेन्सिटी यहाँनिर मोमेन्ट निकाल्ने p/2 इन्टु यो डिस्टेन्स होइन। अनि पछि त्यो भनेको चाहिँ हाम्रो यो मोमेन्टको भ्यालु हुने भयो क्या।
त्यही भएर पोजिटिभ यसरी बनाएको होइन। अब हामीले यो भयो होइन। अब हामीले चाहिँ के गर्यौँ भन्दाखेरि यो बनायौँ। अब यो रियल बिम थियो एम/ए डायग्राम बनायौँ होइन। 1 नम्बरमा एम/ए डायग्राम बनायौँ। त्यसपछि हामीले 2 नम्बरमा के बनाउँछौँ भन्दाखेरि के गर्छौँ भन्दाखेरि रियल बिमको सपोर्ट कन्डिसनहरू ध्यान दिनुपर्ने हुन्छ। त्यो अहिले हामी डिस्कस गर्छौँ। र अहिले चाहिँ हामीले सिम्पली सपोर्टेड भयो भने चाहिँ हाम्रो सिम्पली सपोर्टेड नै रहन्छ। साइडमा हिन्ज अथवा रोलर भयो भने त्यो सेम नै आउँछ कन्जुगेट बिममा होइन। तर अब हामीले के भनेको छ भन्दाखेरि द एम/ई/आई डायग्राम बिकम्स द लोड डायग्राम अफ द कन्जुगेट बिम होइन। साइन कन्भेन्सन युज फर मोमेन्ट एरिया थ्योरम चाहिँ एप्लाई भने होइन। अब के भन्दाखेरि यो त स्यागिङ छ राइट। यसले चाहिँ यसलाई स्याग गराउँदैछ। त्यही भएर यसमा चाहिँ कस्तो हुने भन्दाखेरि यहाँ यस्तो ट्रायङ्गल हुनुभयो। अब यो बिमलाई यसलाई पनि स्यागिङ गराउनु पऱ्यो क्या। यसलाई पनि स्याग गराउनु पऱ्यो। यसलाई स्याग गराउँ होइन। सरी यस्तो हुनुभयो होइन। यो कन्जुगेट बिम आयो अनि पछि यसलाई पनि हाम्रो स्याग गराउनु पऱ्यो क्या। यो बिमलाई पनि कसरी स्याग हुन्छ, कसरी लोड पऱ्यो भने स्याग हुन्छ यसमा। अब यहाँनिर यसरी लोड बनाएर यसरी एरो दियो भने स्याग हुन्छ है। यो यसरी पनि बुझ्न सकिन्छ। यसरी लोड दियो भने अब यो बिम छ माथिबाट यताबाट लोड दियो भने अभियसली पनि यस्तो कर्भेचर सेप आउँछ। यानि कि त्यो जुन यो सेप भनेको चाहिँ यस्तो सेप भनेको स्यागिङ है। यस्तो सेप भनेको हाम्रो स्यागिङ भइहाल्यो। अनि पछि यस्तो भनेको हगिङ सेप भयो है। अनि त्यसपछि यो भयो होइन। अब हामीले एम/ई/आई डायग्राम बनाइसकेपछि के गर्ने भने के भने द सियर एट एनी सेक्सन कन्जुगेट बिम इज इक्वल टु द स्लोप भइहाल्यो। सियर फोर्स चाहिँ यहाँनिरको मैले होइन जस्तै यो भनेको हाम्रो 2 मिटर नेर छ अरे मानौँ होइन। यो पोइन्ट यो यहाँनिर यहाँनिर चाहिँ हाम्रो 2 मिटर नेर पोइन्ट छ अरे मानौँ है। यहाँनिर 2 मिटर नेर मैले यो कन्जुगेट बिममा मैले सियर फोर्स निकालेँ अरे। अब यो के हुने भयो भन्दाखेरि यो बिमको रियल बिमको यहाँदेखि यहाँको एक्ज्याक्टली 2 मिटरकै जहाँनिर यो पोजिसन लेन्थ त चेन्ज हुँदैन। यही पोजिसन नेरको चाहिँ हाम्रो के हुने भयो, यही पोजिसन नेरको हाम्रो यहाँनिर सियर फोर्स निकाल्यो भने थीटा हुने भयो यानि कि रोटेसन। यही पोइन्ट नेरको मोमेन्ट निकाल्यो भने योमा के हुने भयो डिफ्लेक्सन राइट हो। यति चाहिँ सोच्नु भयो है। अब त्यसपछि अब हामीले सपोर्ट कन्डिसनहरू के हुन्छ भन्ने कुरा यहाँ बुझौँ है। सपोर्ट कन्डिसन हाम्रो के कुरा हुन्छ के कुरा हुँदैन भन्ने कुरा बुझौँ है। 1 नम्बरमा हाम्रो जब यहाँनिर रोलर छ, रोलर नै हुन्छ क्या। यहाँ के भनेको छ भन्दाखेरि यहाँ भनेको होइन रोलरमा चाहिँ हाम्रो रोटेसन 0 हुँदैन क्या। हुन्छ त रोटेसन 0 किनभने रोलरले त रोटेसन एलाउ गरिरहेछ होइन। तर डिफ्लेक्सन भने 0 नै हुने भयो क्या। डिफ्लेक्सन 0 हुन्छ क्या रोलर सपोर्टमा है। त्यही भएर रोलरको यसमा